आज मैले ग्रेड 12 को मैथमेटिक्स को च्याप्टर बाइनोमियल थ्योरमबाट एउटा भेरी इम्पोर्टेन्ट क्वेसन सल्भ गर्न गइरहेको छु र यो क्वेसनमा के भन्छ भने इफ 1 + x को पावर n इज इक्वल टु c0 + c1x + ct² + c3x डट डट cnxn छ भने we have to prove that c0² + c1² + ct² + ct² dot dot plus cn² is equal to 2n factorial upon n factorial and into 1 n factorial, जहाँ चाहिँ c0 c1 c2 c3 यसो बाइनोमियल कोएफिसिएन्ट हो र यसमा c0 भनेको खासमा nc0 nc1 nc2 nc3 यसरी हो, तर n लेखिदैन, सेल्फ अन्डरस्टुड हुन्छ। त्यसो भएर हामीले यो बाइनोमियल कोएफिसिएन्टहरुको स्क्वायरहरुको सम चाहिँ 2n फ्याक्टोरियल होल अपन n फ्याक्टोरियल इन्टु n फ्याक्टोरियल हुन्छ भनेर प्रुभ गर्दैछौँ। र अब यसको लागि हामी सुरुमा हामीलाई दिएको गिभन रिलेसन 1 + x पावर n, यो x भएको भएर इक्वेसन भन्न मिल्छ। 1 + x पावर n इज इक्वल टु यो हामीलाई गिभन छ भने अब हामीले 1 + x पावर n नलिएर फर्स्ट टर्म चाहिँ x लाई मान्ने हो भने x + 1 को पावर n हुन्छ र यसमा 1 + x को पावर n भन्नु र x + 1 को पावर n भन्नु एउटै हो, तर हामीले बाइनोमियल एक्सपान्सन गर्दाखेरि चाहिँ के हुन्छ भने अगाडिको भेरिएबलको पावर घट्दै जाने भएको भएर फर्स्ट पावर x को पावर n हुन्छ, सेकेन्ड x को पावर n - 1 हुन्छ, थर्ड x को पावर n - 2 हुन्छ। यसरी गर्दै गर्दै लास्टमा x को पावर 0 हुन्छ। माथिको 1 + x को पावर n लिँदाखेरि पछाडिको पावर बढ्दै गएको थियो, x को पावर बढ्दै गएको थियो भनेदेखि अहिले x + 1 को पावर n लिँदाखेरि अगाडिको पावर घट्दै गइरहेछ। यहाँ x को पावर 0 बाट सुरु भएर x को पावर n मा पुगेको थियो भने यहाँ x को पावर n बाट सुरु भएर घट्दै घट्दै गएर x को पावर 0 मा पुगेको छ र तर दुईटै एक्सप्रेसन चाहिँ वास्तवमा हेर्दाखेरि एउटै नै हो। अब यो दुईटा इक्वेसनलाई अथवा रिलेसन या इक्वेसन जे भनौँ, दुईटा इक्वेसनलाई मल्टिप्लाई गर्ने हो भनेदेखि 1 + x को पावर n टाइम्स x + 1 को पावर n गर्दाखेरि 1 + x को पावर 2n लेख्न मिल्यो र u इक्वल टु भनेको यो माथिको र आरएचएसको पार्ट तलको आरएचएस पार्टको प्रोडक्ट। अब यो दुईटा मल्टिप्लाई गर्ने, दुईटा फ्याक्टरलाई मल्टिप्लाई गर्दाखेरि हामीले वास्तवमा c0 ले सबैलाई मल्टिप्लाई गर्नुपर्छ, तर हामीले त्यसरी लिँदैनौँ। c0 ले c1 x को पावर n लाई मात्रै मल्टिप्लाई गर्ने यो आयो। फेरि c1 x ले सबैलाई मल्टिप्लाई गर्नुपर्ने हो, तर त्यो लिँदैनौँ। c1 x ले c1 टाइम्स x टु द पावर n - 1 लाई मल्टिप्लाई गर्छ। यसरी गर्दाखेरि यति आउँछ। त्यसै गरी c2 ले c2 भएकै टर्मलाई मल्टिप्लाई गर्ने र रेस्पेक्टिभ टर्मलाई मल्टिप्लाई गर्दै जाने र हामीले cn x टु द पावर n लाई फेरि cn ले मल्टिप्लाई गर्दाखेरि यति आउँछ, cn x टु द पावर n cn आउँछ। अब बाँकी रह्यो यसमा अरू धेरै टर्महरू छन् जुन टर्महरू हामीले लेख्दैनौँ, हामीलाई यहाँ चाहिएको छैन। त्यसो भएको भएर यहाँ डट 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 दिनुको अर्थ यसमा बाँकी सबै टर्महरू यहाँ छन्, अरू अदर टर्म्स। त्यसै गरिकन अब यसलाई समराइज गरौँ। c0 को स्क्वायर भयो, c1 को स्क्वायर भयो, c2 को स्क्वायर भयो, डट डट cn को स्क्वायर भयो। अनि सबै ठाउँमा x इन्टु x को पावर n - 1 भनेको x को पावर n भयो, x स्क्वायर इन्टु x को पावर n - 2 भनेको फेरि पनि xn भयो। यसरी गर्दै गर्दै यहाँ पनि xn आयो र सबै यसरी भयो। अब हामीले हेर्दाखेरि लेफ्ट साइडमा 1 + x को होल पावर 2n छ भने राइट साइडमा सबैबाट x टु द पावर n कमन लिने हो भने c0 + स्क्वायर + c1 स्क्वायर + ct² गर्दै गर्दै cn² हुन्छ र अरू बाँकी अदर टर्म्सहरू पनि छन्। अब यो पार्ट र यो पार्ट लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड यो आइडेन्टिटी हो। त्यसो भएदेखि यसमा भएका यसलाई एक्सपान्ड गर्दाखेरि आउने टर्महरू इक्वल टु यो राइट ह्यान्ड पार्ट हुन्छ, राइट ह्यान्ड साइड। अब के गर्ने भनेदेखि यसमा धेरैवटा टर्महरू आउँछन्। ती टर्महरू मध्ये एउटा टर्म यस्तो x को पावर n आउँछ
अनि एक्सको पावर एन आउँदाखेरि हामीले के गर्छौँ त्यसको फर्मुला हामीले कसरी युज गरेर हुन्छ भने यसको कोफिसिएन्ट के आउँछ भने सी 2n कमा अब हामी पछाडिपट्टिको टर्म लिइरहेछौँ पछाडिपट्टिको टर्ममा गइरहेछौँ त्यसो भए एक्सको पावर एन हो भने एक्स यो एन आउँछ यहाँ पछाडिपट्टि टर्म यो आउँछ सिएन 2n कमा एन हुन्छ अनि एनको ठाउँमा यो 2n आउँछ भने आरको ठाउँमा यो एन आउँछ यो भयो र अब यसको फर्मुला लाउँदाखेरि यो भनेको यो इज इक्वल टु 2n फ्याक्टोरियल अपन 2n माइनस n फ्याक्टोरियल र n फ्याक्टोरियल हुन्छ त्यो भनेको वास्तवमा यो टर्म हो त्यसैले हामीले यो एक्सको पावर n यताको एक्सको पावर n पनि लिएका छैनौँ भने यतापट्टि आउने एक्सको पावर n पनि लिएका छैनौँ त्यो दुईटा क्यान्सल हुन्छ र कोफिसिएन्ट मात्र लिँदाखेरि यहाँको कोफिसिएन्ट यति हो भनेदेखि यो लेफ्ट ह्यान्ड साइडमा एक्सको पावर n को कोफिसिएन्ट आउने टर्म चाहिँ यस्तो हुन्छ सी 2n कमा n एक्सको पावर n आउने हो वास्तवमा लेफ्ट ह्यान्ड साइड यो आउने हो एक्सको पावर n नलिँदाखेरि हामीले यति मात्र लिएको हो यो भनेको यसको भ्यालु यो राखेर यसरी आयो र हामीलाई प्रुभ गर्नुपर्ने पनि यो छ यो लेफ्ट साइड चाहियो राइट साइड यो र जुन हामीले प्रुभ गऱ्यौँ यसरी चाहिँ हामीले यो एउटा क्वेसन बाइनोमियल थ्योरम अन्तर्गत एउटा क्वेसन यसरी सल्भ भयो थ्याङ्क यू